अब चाहिँ दसैँको सामान किन्न जानु पर्यो भनेर राति निस्केको। राति 11:30 रहेछ, 6:11 पुग्नु पर्यो। दसैँ पनि लागिरहेछ, त्यही भएर अब चाहिँ कुराहरू नि कुरिरहेछ। सो हेरौँ के सामान किन्दा रहेछ है त। मैले ट्रेन कुर्दैछु अनि मैले स्कुटी राखेको चाहिँ त्यहाँनिर अब त्यहाँ पहिलो देखिरहनु भएको छ हो, त्यहीँ राखेको छु स्कुटी चाहिँ। स्कुटी त्यहाँ राखेर टक्क रेल कुर्दै अब एकछिनमा रेल पनि आइपुग्छ होला, जानुपर्छ सामान किन्नलाई दसैँको। रेल पनि आइपुग्यो होइन, र जानुपर्छ। आइपुग्यो रेल पनि, अब चाहिँ चढ्नुपर्छ है त। पछाडि जानु पर्यो। अब 10 मिनट जति कुर्नुपर्छ। 10 मिनट जति कुरेपछि हाम्रो नेपाल हुन्छ। सियो है त, तल पुगेर अर्को स्टेसनमा गएर फेरि भेटौँला। हेर्दै गर्नु भिडियो, यार नछुटाउनु होला भिडियोहरू हेर्नलाई। सब्सक्राइब पनि गर्नु होला। आइपुगे हिमेजी पनि सामान लिने ठाउँतिर। यही हो, यहाँनिर नाचिरहेछ टिकटक बनाउनेहरू। त्यही छ छुट्टै जिन्दगी यिनीहरूको। अब सामान लिन पसलतिर जानु पर्यो, यस्तै छ। यहाँ चाहिँ मेरो मोबाइल टच गर्नुपर्छ, त्यही भएर एकछिन भिडियो अफ गर्छु, त्यतै गर्नु होला। यता जानु पर्यो, यहाँबाट निस्किनुपर्छ। निस्किनु पर्यो, यताबाट निस्किनु पर्यो। हराउँछ यहाँनिर, पुरै हराउँछ। यो नेपालको एयरपोर्ट भन्दा पनि ठुलो छ यो एरिया। सानो गाउँको स्टेसन हो, गाउँको स्टेसनमा पुरै हराउँछ। फेरि यहाँनिरबाट पनि टच गरेर निस्किनुपर्छ होइन। टच पनि गरियो। एकछिन निस्किनु पर्यो यताबाट, यता जानुपर्छ। टच पनि भयो, हेर्दै गर्नु होला है त। अब म बिस्तारै बाहिरतिर जानेछु। त्यो चाहिँ स्टेसन भित्रभित्रै होइन,
यो मल छ क्या, यो मलबाट निस्केर ट्याक्क जानुपर्छ अनि सिधै लाग्नु पर्यो यो भित्रै बाहिर फेरि यति रमाइलो छ यहाँनिर। अन्त ट्याक्क गार्डनहरू हुन्छ होइन। राति चाहिँ छुट्टै मजा छ क्या, फेरि छुट्टै किसिमको। स्टेसनबाट यही बिल्डिङको त भित्र भएर आउने हो। यताबाट जानुपर्छ भित्रतिर मान्छे। गाडीहरू चाहिँ हो क्या, खतरा गाडीहरू हुन्छ हो क्या, रमाइलो लाग्छ गाडीहरू हेर्दाखेरि चाहिँ। यताबाट अब ताक बाटो भएर जानु पर्यो। खासमा चाहिँ पर्सि दसैँ हो नि त, पर्सि दसैँ छ। अनि दसैँको लागि सामान किन्न आएको। अलि धेरै नै टाढा छन् चाहिँ, त्यहाँपछि स्टेसनको भित्र रेलतिरको रेकर्ड गर्नु पाइनँ, त्यो गर्न नि दिँदैन होइन। त्यही भएर चाहिँ अब सामान किन्न जानु पर्यो। सो यस्तै छ जिन्दगानी, दिनभरि काम गर्ने, रातभरि यता रोता होइन। छुट्टी बस्न नि पाउँदैन। छुट्टी बस्यो भने फेरि खर्च पुग्दैन नि त। त्यही भएर अब यहाँबाट यता जानु पर्यो। यताबाट जानु मिल्दैन फेरि माथि चढेर, त्यही होइन। यहीँबाट जानु पर्यो यार, किन माथिबाट जाँदैन। सो अब एकछिन यहाँ नि कुर्नुपर्छ लाइन। खुर्सानी किन्न आएको, खुर्सानी नै पाइन। दसैँमा त सामानै नहुने हो क्या हो हाम्रो त। पसलमा नि खुर्सानी सकिएछ, खुर्सानीहरू होइन। अब हेर्दै जाउँ के पाउँछ बिस्तारी को है, के हुन्छ हेर्दै गर्नु होला सबैजनाले। त्यस्तै हो। योपालिको दसैँ पनि खल्लो हुन्छ जस्तो लाग्यो। खसीको मासु पाएन, राँगाको मासु खोजेको राँगाको पनि पाएन, भैँसी खोजेको भैँसी नि पाएन। भेटनाम पसल गएको, भेटनाम पसलमा केही पनि छैन रहेछ। अब नेपाली पसल जानु पर्यो। नेपाली पसलमा हेरौँ के पाउँछ। दौडिनु पर्यो त्यो लाइन। फेरि अहिले हरियो बलिरहेछ, रातो बल्छ फेरि। सबै दौडिरहेछ हतार गरेर। यहाँ फेरि 10 मिनट बस्नुपर्छ नि त लाइनमा। सिग्नलमा बस्यो भने 10 मिनट बस्नुपर्छ। हरियोमा त्यही दौडिहाल्नुपर्छ। च्यानललाई सब्सक्राइब गरेर राख्नु होला। खतरा भिडियोहरू आउँदैछ है। त्यही हो, खतरा भिडियोहरू आउँदैछ। सब्सक्राइब गरेर चाहिँ राख्नु है, किनभने नछुटाउनु होला। यो दिनहरू फेरि आउँदैन, पछि खोजेर फेरि धेरै समय लाग्छ। भित्रबाट जानु पर्यो। यसरी कुर्नुपर्छ नि त फेरि। यहाँ त रातो भएपछि कुर्ने हो। कति 5 मिनट जति कुर्नुपर्छ होला। भित्रीबाट यो नेपाली पसल जानु लाग्यो। यहाँबाट आएँ है। दसैँलाई मासुहरू किनौँ भनेको खै नपाउला जस्तो छ। योपालि ढिलो भयो आउनलाई पनि। गाडीहरू यस्तै हो, आफै गर्छ गाडी। फेरि यहाँ हरियो बोल्ने बित्तिकै, रातो हरियो बोल्ने बित्तिकै फेरि यहाँ मान्छे हिँड्ने मान्छेहरू प्लाट दौडिहाल्छ।
अर्काको देशमा यो सबै रातो पहेँलो हरियोले चलाइरहेछ कि देशै त्यही सिस्टमले चलेको कि रातको समयमा निस्किन त हिँड्नलाई चाहिँ रमाइलो हुन्छ तर घर फर्किने बेलामा सामान बोकेर चाहिँ लास्टै झ्याउ लाग्छ राति घर फर्किँदाखेरि चाहिँ तेलहरूमा चाहिँ जे भयो नि अब छुट्टै रमाइलो हुन्छ नि त राति त दिउँसो चाहिँ काममा अनि राति झिलिमिली हुन्छ यस्तै छ परदेशी जीवन अझै आइपुग्न लागे छ हेर्दै गर्नु होला है त सबैजनाले मैले के किन्ने छु भनेर त्यसैको लागि सपिङ तपाईँहरू सबलाई म देखाउने छु मेरो दसैँको सपिङ यस्तो जुत्ताहरू राख्छ सस्तोमा दसैँको सपिङ तपाईँहरू हेर्न सक्नुहुन्छ खानेकुराहरू हेर हिँडियो पोका पुन्दुर बोकेर यो दुई पोकाको 15,200 साकियो दसैँमा पनि अब घर जानु पर्यो भारी बोकेछु भिडियो गर्न मिल्नु सके होइन है त केटा हो गाइज अहिले पछि एकछिनमा भेटौँला स्टेसन पुगेर यो अन्त रातिको भ्यू फेरि बजारको यस्तो हुन्छ अहिले घर पुगेर के किनेको छ हेर्नु है त तपाईँहरूले आइपुग्यो स्टेसन पनि यहाँ कुर्नुपर्छ अब 36 भनेपछि 36मा छ ट्रेन अब 36मा ट्रेन छ भनेपछि कति बजे आउँछ थाहा छैन त्यो पनि बिहान पनि 9:01 छ सो स्टेसन पनि आइपुग्यो सामान किनेर यहाँ छ दुईटा पोका दसैँको लागि यहाँ रेलहरू अर्कै ठाउँ तिर्चानी रेल हो यहाँनिर म रेल कुर्दैछु घर पुग्ने कतिखेर हो 8:30 बजेको ट्रेन छ त्यो पनि बिहान भने 9 बजे छ गाह्रो छ परदेशमा गाह्रो छ यस्तै त हो नि अर्काको देशमा आउनै पर्छ यो कुर्सीमा पहिला यस्तरी थियो अरे होइन यस्ता राख्दाखेरि चाहिँ मान्छेहरू सुतेर उठ्दाखेरि एक्सिडेन्ट हुन्थ्यो अनि त्यसपछि अहिले चाहिँ यसरी राखेको छ यस्तरी पहिला चाहिँ यता फर्काएर राखेको रहेछ मान्छेको दृष्टि कस्तो सोध्छ है एक्सिडेन्ट भयो भने बित्तिकै फर्काइदिइहाल्छ आइपुग्यो घर जाने पनि बाटो यो भिडियो चाहिँ साथीहरू यहीसम्म हुनेछ र आउने भिडियोहरू चाहिँ खतरा हुन्छ खतरा भिडियोहरू आउँदैछ त्यसको लागि चाहिँ नबिर्सिनु होला लाइक सेयर सब्सक्राइब भन्नलाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला सबैजनाले है त ह्याप्पी दसैँ सबैजनालाई दसैँको शुभकामना